लगानी गर्न लगा भन्छ पुरा आकाश थियो Assistant Pro Max comigo, nossa, você tá vendo? Você vê uma nossa hora com dois sondas, mas pegou o forno. मनोज दाइ तपाईँको कहीँ कन्ट्याक्ट छ 15 Pro Max को हाउसिङ चाहियो हो साइरन बजार आयो भाइहरु खाला हे तेरी कस्तो बाइक छ र म त न्याने बाइक त्यत्रो राखेको छ र कहाँ लिएर सक्छ र त्यही भने कस्तो डिस्टर्ब भयो यार म छु त आनन्दले ढुक्कले काम गर्नु तपाईँको कन्ट्याक्ट छैन है 15 Pro Max आज त कसलाई भन्नु त सबै घरमै हुन्छ आज म चौका हाल्नु आइरहेको छु सामानको डिस्प्ले खोल्दैछु होइन एकैछिनमा बनाइदिन्छ त 5 मिनेटमै बनाइदिन्छ तिमीलाई किन पाउनु भन्दा बढी छ होइन 50 भन्दा कम रोडमा सम्झिने 5 जना माथि जानु मात्रै हो सुना छ हाउसिङमा भएको छ डिस्प्ले छ सायद मलाई मार्दैन नेचुरल चाहिने छैन एउटै कस्टमर छिरेको आज एउटा कस्टमर सिट चाहिँ राम्रै छिर्यो क्या छिरेको पनि त्यो सुन्नु न के भन्यो भन्नु न फोन पछाडि होइन फुटेन अरे होइन सुन्नु न फोन फाल्यो अरे फुटेन अरे रिस उठ्यो अरे गाडी बिहान हामी प्रयोग गर्ने भन्छ के भन्नु त्यसो कस्टमर आज 3 जना मात्रै आयो हिजो त कुन चाहिँ फोर्टिन कलर क्या फोर्टिनको साथै क्या यस्तो होला ल दाइ आज चाहिँ बेलुका चाहिँ हेर्नु है कति बजी तिमी आउँदैन जस्तो लागेर म झ्याउ लागिसक्यो बिहान आएर कहिले जिन्दगी आउँदैन बिहान आउँदै कसम भने आँखै खुलेन बिना आँखले तपाईँको खुल्दैन आज त म कृतिबाट आउँछु त्यो पोर्क खानमा तपाईँको मलाई दिनु न त्यसको माथिको त्यो पोर्क खान बनाएर स्टिमको माथि भनेपछि यो फुड स्टिमको मान्छे गर्दैन
कहाँ इलेक्ट्रिसियन यार है? खोलेर जिन्दगी बब्बल चल्छन् बगान चल्छ त्यसो भए मैले त जहिले जाने कि पिठपुर गएको चाहिँ त्यहाँ मेरो गर्लफ्रेन्ड सुन भेट्न जाँदै थिएँ कहाँ उदय गाउँकै हो गाउँको कालुङतिर गयो अब टक्क कोठा के भएर नचल्यो अरे यो आफै चलाउँदाखेरि तर त्यहाँको पट मिठो छ मिठो छ नि नानी क्या नामै लेख्नु कोठा चाहिँ अलिकति बरु ठुल्ठुलो बुटै हुनु पऱ्यो खुट्टामा एउटामा किचन र खाजा गर्छस् यसरी मैले भनेको यस्तो कुरा भन्छ कि अब एउटा लगभग एउटा सटरै खोल्ने एक सटर एउटा पनि खोल्दैन गर्लफ्रेन्ड यतै पसल राख्ने पसल छोडेर के पसल पार्लर छ अँ, उतै पाल्ने मेरो त भेट्नु त अहिले तिम्रो उतै भोलि आएर बिल पाउँदैन 7,500 रुपियाँ हाम्रो सबै छ यो त खासै चलेन अब को बस्यो त्यसको नाममा पनि बिल पर्नु पालन स्कुल कल दसैँ पुनः सेवा भन्नु के जाने यसो त्यो पैसा खाने भन्ने चाहिँ सरसलाई मेरो आफ्नै गइरहेको यस्तो हो कि सरल दाइको यति क्लोज हो कि होइन यदि सरल दाइको छोरा तिनीहरू छोराहरू नभए भए तिनीहरूसँग खानु पाउने मान्छेहरू नसक्यो भन्दैन होइन लास्ट बिगारेर त्यसो लास्ट बिगारेर त्यसो बाहिर त्यस्तो लाग्दैन वान एक्सपेक्टले सक्यो हालिदिनु ल्याममा हालिदिनु को सब्जीको बाल्टी छ अम्मेको बाल्टी छ यहीँभित्र सान्दै छ नि के होस् पाएर सान्दै चाहिँ जाने हो सान्दाइकोमा पार्ने छ त आज बेलुका बेलुका चाहिँ कतिखेर आउँछ म त यहाँबाट 5 बजी निस्किन्छु तपाईँको अर्को नम्बर कुन चाहिँ हो दाइ तपाईँको स्विच अफ मात्रै भन्छ नम्बर यहाँ मेरो कुन नम्बर छ अरे अर्को नम्बर यहाँ पहिला सुशान्त दाइले दिनुभएको थियो मलाई मनिष दाइ आइसी भन्दै सेभ गरेर चाहिँ मेरो कम न खै यो यहीँको हो नि यहाँको पो हो अँ, पसलको नम्बर हो तपाईँको नम्बर भन्नु त तपाईँले कहिले यहाँ कलमा 97 41 7 अस्ति फोन गर्छु 005 स्विच अफ भन्छ यार होइन तपाईँ मनिष दाइले घरमै थियो मेरो फेरि त्यति बेला बुद्धि कहाँबाट नगयो कि नेटमा कल गर्नु मेसेन्जरमा कल गर्नु मेसेन्जरमा त म अनलाइनै हुन्छु नि काम छ खोइ दया सामान नपर टेन्सन छ मलाई है त्यो बस न बस बोला न बोला डिस्प्ले आइसी बस तो डिस्प्लेबाट बनाउनु पर्छ है मलाई त मतलबै छैन है त्यहाँको नआउने काम गर्छु गभर्मेन्टमा मर्सेहरू लगाउँछ मेरो मस्ती सधैँ छुट्नु
के आउँदैन हामीले चाहिँ एक लाख उठा त छैन नि आज गाडी बाइक ट्याग्निक भएन मुझ बाइकमा त्यत्रो बाइक त लगेर नि कहाँ लाने शनिबार एक दिन पो दिनुपर्ने है यिनीहरूले ट्राफिक आयो कि मार्नु ए बाइकमा पनि असर पर्दैन
इन्फर्मेसन देखाउनु लाग्नु पाएन अनि टाइम दिएर भोलि गरिदिन्छु भन्नु के भन्छ कति गुगल भन्छ त्यो अरूले भन्दा 5,000 नै बनाउनु कहाँ गयो यसले सबैमा त्यसको साइनै बिबी हाल्छ होइन मेरो हो बिबी हान्छ अरे एउटा पहिल्यै त्यो रिफर्ममा त्यो हुन्छ नि साइन त्यस्तै कि अब बी नै बिबी लेखेर जानु यस्तो भोलिसम्म अहिले देखायो भने होइन रिस्टार्ट भइरहेको छ आफ्नो दिमाग लगायो भोलिसम्म टाइम देखाउन त अनि हाम्रो म्याक्सिन पनि भइहाल्यो त्यो बुढाले गरिरहेको छ कि म नसोधौँ न मलाई दिएपछि मलाई सोध्ने अरे हो यस भेरी भेरी गुड होइन गर्छ बुढाले गर्छ के चाहिँ गर्छु भन्ने कुरा आउँछ होला कति 50 फाइदा के भयो लास्टमा बढीमा 8 ठुलो अमाउन्ट भनेर मात्रै हो होइन सामान्य रेट भनेको हो लास्टमा फाइदा त्यही भयो यहाँबाट यस्तो क्या तात्तै भक्कै आउने हाम्रो ब्रोकोली पनि तात्तै आउने केरा ओ तारा बोस मन्यु रोड अनि होइन हेलो हेलो मन्यु रोडमा
खोइ न्यु रोडमा भन्छु खोइ अरे यहाँ सुन्दैन भनेको क्या अहिले सुने जोयको एउटा 14 प्रो म्याक्स गर्नु पर्यो भनेर बोलाएको नि ए त्यही त म त यहाँ गलानी बसिरहेको थियो हो भने अन्य भन्दै बसिरहेको यो खै यो टच आएको एउटा 14 प्रो म्याक्स माकुरी डिस्प्लेबाट रहेछ डिस्प्लेको तर्दै बसिरहेको छु आज ल ल ल त्यो सन्तोषलाई ट्र्याक प्याड भनिरहेको छु Nabin Dai Bishal Bazaar. नभन्दा हेलो 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 फोर्टिन प्रो म्याक्सको कुनै छैन ऊ जोस आइसी खानलाई क्या टच आइसी नै फ्लेक्स भइरहेको छ होइन त मतलब भएन नि यो कसको उता ध्यामाली छैन है गरिदिउँ त्यसो तो जल के मुझे उठा ला हाँ चेक वाला चेक ऐट वाला चेक ऐट जो ना हो चले ना वाला पके बनी I thought we just didn't lining race on. Remember that lining म्यूट डिस्प्ले चले जो
फुल लाइनिङ वाला मसँग त ब्रदर्स वाला चलेको त्यसले त्यसले जुमा डिस्प्ले चल्न त चलेको छैन चल्छ होला ठिक छ सक्छ हानिदिन्छु है Kishikanka. ओ हेलो कता कता ओ कलङ्की म यहाँ हानिरहेको छु काम हान्दैछु यो एउटा डिस्प्लेबाट टच चलिरहेको छैन हान्दैछु खै अब यो सताएर निस्किने हो मनोज पनि अल्छी मानिसक्यो यो सकिएपछि पाटपुट खोइ त अनि बौवा आउँदैन त अनि कहाँ आउँछ त त्यो आउँदैन त्यो त्यो तपाईँ नभएको भए त्यो एउटा मनोज मात्रै हुन्छ म गोवाको ट्रममा 3 चोटि अनि एक्लै भएन आउँदैन नि त्यो केटा खत्तम छ क्या त अर्कै पाराको छ यो मलाई यो मलाई अझै के काम यहाँ लिएर राख्नु यो खिच्यो यो अझै वर्षाको बड मुसो छैन नि त नारायणले पनि छैन मुसा अर्को पनि एन्ड्रोइडमा छ नि तर घर गएर म्यासेज गर्नु घर गएर म एन्ड्रोइडबाट म्यासेज गर्छु यहाँको रेस्टुरेन्ट नम्बर लगाउँछु उडाउँदैन रेस्टुरेन्ट यहीँ छोडेर जान्छ नौ गरेर एकदम उडाउँछ अनि छोप्न न बस यस्तो गरौँ न त म घरतिर जाँदा गरौँ कि के गरौँ जानु कहाँ जाने हो र कहीँ के थाहा मलाई अब कहाँ जाने हो टाइम त हो नि अब त्यो सक्दा अर्दा 4 बजी आउँछ होला यहाँ अब यो डिस्प्लेकै आइसी उडेछ मार्ट पनि र अर्को हालिदिन्न के गर्नु त तर म पनि आउँथेँ नि यार मलाई भनेको त मेरो काम कति सक्ने कि आज बेलुकासम्म गर्ने हो बेलुकासम्म गर्ने भए म पनि आउँछु मेरो त 2-3 त्यो दामको सबै स्पिड बढाएर राखिरहेको गर्दैन बेलुकासम्म म यो एउटा सकाउन मात्र आएको हो यो जोइले ब्लाइन्डली हामीलाई मात्रै दिने भएर फेरि किन बाहिरको आयो कि आएन आज भर्खर आज चालीहरू अनि चाबी चाबी तना भइहाल्छ नि बालै फरर अब चाबी होइन 1 घन्टा बस्ने है ब्रोहरू भनेर भनिसकेको छु मैले कहाँ अब त्यो छैन मान्छे त छैन त्यहाँ अब टेम्परवालाहरू अलिअलि 1-2 जना आयो अरे मनोजले भने अब त्यो हामीलाई मतलब भएको कुरा होइन त्यही त हामीलाई थाहा पनि छैन होइन हाम्रो पनि डिपार्टमेन्ट होइन नि त्यही भएर अनि के छ अनि किशोर दाइ आज मेरो त मान्छे हानी ढोकाले अब अधुरो भयो अब कतिखेर खाने हो र माछा हामी त्यही त नि अधुरो त भइसक्यो यतिखेर त मलाई कालीमाटी जाने माछा खान कसले भन्नु कसले पो भन्नु अजितेले के छ अजित भाइ के छ कामदाम चलिरहेछ नि चल्नु पर्यो बस होइन सही हो छैन हामीसँग
किन्छ है कतिवटा त्यो फोर्टीसम्म हेट तेरी बर्बाद भयो अब 15 राउन्ड नै छ ए बुढा डबल ड्युटी हान्दैछन् क्या उता पनि यता त हान्नलाई त एउटा प्री इटालियन राखिदिनु न अनि हान्नुलाई मैले त के हाल्ने राखिदिने अरे यता त बिचारा हालत त अहिले हेर्नु यस्तो भयो जसलाई यो ड्युटी तपाईँको डिसी लगिदिनु न तपाईँ नयाँ किन्यो भने होइन त्यो त नयाँ किनेर त्यहाँ हालेर अनि त्यो मेरो डिसी के त भयो आफू चाहिँ अनि खतरा खतरा टुल्स चलाउने अनि जस्टिनलाई चाहिँ त्यो थोत्रो थोत्रो राखिदिने हेप्या जस्टिनलाई पनि अब जोडिदिन्छु नयाँ अब जस्टिनलाई एउटा खान्छ भनेर एउटा डिसी चाहिँ त्यति त हजुर पनि जर्सीको चाहिँदैन यसले गर्ने होइन सामान भए पो गर्छ त बुढा यसले गर्दैन त्यही त जे पर्सिन हुन्छ आइ बनाउला अलिकति चिपिन्छ बरु अडियो सबै त्यसलाई अलिकति गर्न बनाऊ अब त्यो नर्मल त उतै हानिनु भइगयो नि त्यो त अडियो चार्जिङले चाहिँ भन्नु पऱ्यो सन्डर आएर अलिकति सिकाइदिनु पऱ्यो त्यो मनोज त्यो राजुको त अनि 7+ अनि खुलित भएछ त डेढ होइन पुरै गुङ्गा भएछ केही आवाज छैन रिसाइरहेको थिएँ म बाबाले भन्ने गला त्यतिको जस्तो खै कसले हाने चाहिँ थाहा छैन म राजुकोमा गएको थिएँ ठ्याक्कै कस्टमर लिन आएको थियो अनि के बना भने अडियो अरे के बेसब्यान्ड के भन्दै थियो नभन्दै त्यो त केही पनि सामान केही छैन मेरो पालामा भाइ यसलाई पठाइदिए फकाएर भोलि बनाउनु दे भनेर दुईचोटि कम्प्लेन आइसक्यो त्यस्तो म त आफूले त्यो गरे हाल्छु भन्दा मैले बाबालाई दिएको हो नि त म यस्तो चाहिँ के त म्याच मुटेर त त्यतिखेर अब 30 प्रो म्याच दुईटा अड्किरहेको थियो त्यो उसको ताम्रागर 4को त्यो भन्ने दिएको माटोले खत्तै बिगारिदिएर यस्तो काम गरेर खाने दिमाग खराब छ 210 रुपियाँ बेकारमा फकट्या पठाउ मात्रै दिइरहेको होइन अब खै केटाहरूले त्यस्तो माइनर केसहरू त खुत्त पारेर स्वाद निकाल्ने कामहरू पनि निकाल्दैनन् दुःख लाग्छ मलाई अनि त्यो छोडेर न S9 प्लस हेर्नु न त्यो देशीको गजरी भयो ओ तारा त त्यो गोलो स्टेन्सिल कहाँ छ कुन त्यो गोलोवाला के त डिस्प्लेको मेसेज हटाउने अरुणतिर त्यसकोमा हो कहाँ राखिदियो होला अब हैया किशोर बोस हामीसँग 14 प्रो म्याक्सको डिस्प्ले स्टक छ है ल मैले पोलेरै निकाल्ने त्यसो भए होइन त्यो ड्रिल गरेर धेरै टाइम लाग्ने भयो क्या हुन त केही पनि हुँदैन कतिचोटि हालिसक्यो कपाल सपाल काटियो सर्लक्क लाएर नुहाइयो त्यही हो आज खै बोर्डबाट होला भनेर आएको डिस्प्लेबाट रहेछ टेन्सन गर्छ त्यसले त्यसले हटाउँदैन नि डिस्प्ले म्यासेज कहाँ हटाउने अहिले त हटाउन नि पर्दैन नि त यो त आइसी नै सर्ट रहेछ थर्मलमा ब्लिङ्क गर्दैछ आइसी नै के को तनाव फेरि
जिन्दगीलाई इजिली लिने हो क्या तनाव सोच्यो भने तनावै हुन्छ माछा खान जाने मन थियो जाने हो त कहाँ अब कतिखेर जान्छु अब गएर त उहाँ पुगेर कहिले भन्छु नकेही नसोच्नु यतिखेर उहाँबाट फर्किनु पर्ने छ यतिखेर चाहिँ उहाँबाट फर्किनु जानुहुन्थ्यो यतिखेर त फर्क्यो फेरि यो बुढो अर्को शनिबार छँदैछ त ल मटन पाके होला नि किन माछा खानु पर्यो मैले मटन ल्याउने नि आज माछा भनेर हो बुढा पनिसे पनि हिजो यहाँ त्यत्रो कुरा गर्ने अहिले बिहान त्यत्रो कुरा गर्ने अनि एउटा कहाँ मटन ल्याउने र खै हिजो अनि बाटोमै आहा मटनको बास्ना आयो कस्तो दामी पकाएको भन्दै थियो त बुढी हो त नि तर फेरि उसले गरेर माछा खाने मन मरिसक्यो त्यस्तो माछा खतरा खाने है बनाउँछ यार माछा चाहिँ यार खतरा मानि खतरनाक छ होइन राम्रो बनाउँछ क्या माछा चाहिँ मार्नु भयो त्यो दिमाग सानो त्यो बोर्डरमा काम बनाउँछ सारा त्यत्रो पैसा लगेर सारा सिक्नु राम्रो चाहिँ मोबाइल लगेर हाल्नु यहाँ बोट पठाइदिन्छु भन्ने दिपावले 30,000 पैसा लगिसक्यो बोट भने छैन के को कम्पनीले क्या र को बोट पठाउँछ भने 30,000 राम्रो लगिसक्यो बोट चाहिँ छैन हो मैले गरेको भुवानको नम्बर छैन त्यो मलाई भुवान कता मरेछ नम्बर पनि फोन पनि एउटा तँसँग त छ होला नि भुवान अझै छ होइन त्यो कता मरेछ न पजाकोले नि त बन्द उठाउनु मिलिहाल्छ नि ल मसँग भएको नम्बर यो जस्तो राम्रो भुवान mantap मैले मागेको नभने जलसँग माग्नु छिटो सामान न पुरानो दिन्छ नि भनेपछि आज मटन पाकेन सेन्टी फ्ल्याट भइगयो नि मनोज मोटो खर्च के जनाएको नि ल मैले त हान्दिएँ कहाँ अब यो ड्रिल गरेर बस्नु डिस्प्ले रेडी गरेर राख्नु है तुई मुख छन्दा छप्न तुई मुख ल ठिक छ बच्चे बच्छ होइन अब टाइम छैन अनि कहाँ ड्रिल गरेर घुइँ पारेर बस्नु भनेर नि मलाई घर जान लाग्यो जान्दैन नि के बस्नु र त्यसको के भन्नु अब
झन्डै पुरा भयो क्या मजा नि नगर्नु बाबा आश गर्नु लागेको मान्छे होइन त्यो त्यो मान्छे होइन नि त्यो जनावर हो त्यो मलाई त कलङ्कीमा यसरी बसिराख्दा फोन गरेको अस्ति मात्रै याद आउँछ अस्तिको मात्र ए कतिखेर पुग्नु भएको कलङ्की भयो म त धेरै बेर भयो त र किन अनि निस्केर उहिले हो खान जाइसक्यो मैले त तपाईँलाई फोन गरौँ कि भनेको फेरि त्यो जोयको खुच्चेले फोन गरे थियो मेसेज ठोक्या थियो अनि ए गइदिउँ न के हिरो त्यो त अब तिमीहरू अरूलाई दिँदैन होइन त्यही भएर अब त्यो एकदमै तिमीहरू अहिले वान साइडेडै छ खासै दिँदैन अब त्यही नदिने भएर अनि होइन हुँदैन भनेर के मजा छ भन्दाखेरि कस्टमरको जस्तो छ त्यस्तै आउने हो क्या अनि त्यो मजै आउँछ अस्ति त्यो अन्त चुडेको त खास त फ्रेसेस बोर्ड आएको हो नि त त्यो कामलाई गर्दा भएर पो टेन्सन थियो त अब अर्को त भोलिको बेसम्यान हाल्ने भनौँ उल्टो भेट मागेर ल्याएको अर्को बेसम्यान हालेर पठाइदिने भाइ विचार गिटार बाटो बनाले भन्ने सूर्यलाई दिने रहेछ मैले भिडियो रेकर्ड गरिरहेको छु उडान नबोल्नु यस्तो सुरेशलाई चाहिँ दिँदो रहेछ अहिले त्यो पोस्ट नगर्नु है कहाँ पोस्ट गर्छ नगर्नु नि गरिदिन्छु म किशोर बुढाले यस्तो यस्तो भनेको छ भनेर अकबरलाई ट्याग गरिदिन्छु मैले एक दुईजना अब त मैले त्यहाँ मेरो फिल्म चिन्न थालेँ नि त होइन किनभने अस्ति बिचमा धेरै ग्याप 7-8 दिन 9 दिन भनेको त धेरै ठुलो ग्याप हो नि एकसाठी का पखरको प्याउन वही जी अनि चोटका एकछिन आइसिन धाले तपाईँलाई फोन गरौँ कि भन्थानेको थिएँ फेरि एकछिन मात्र बसिन्छ फेरि अनि के आउने जाने मात्रै लफडा हुन्छ भनेर होस् न त भनेर अनि एक्लै दौडिहाल्यो नि छैन अब यो म त अझ बोर्डबाट भए म बाङबुङ पारेर सकाइदिन्थेँ भनेको कोही डिस्प्लेबाट रहेछ सकिन त सक्यो हेरौँ त्यही त त्यो पनि छैन त्यही भएर बस्न त भनेर अब म नि कपाल पाल्छु हो दाइ छेउछेउ मात्र काटेर आएको टच त चल्यो त होइन